पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जेएनजी युवाको आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवास्ता गरेको दावी गरेका छन्। काठमाडौँमा बिहिबार आयोजित जेएनजी अगुवाहरूसँगको अन्तर्संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जेएनजी अगुवाहरूलाई आफ्ना माग सम्बोधन गराउनका लागि सरकारसँग सम्झौता गर्न सुझाव दिएका छन्। जेएनजी आन्दोलनको मुख्य माग नै भ्रष्टाचारीलाई कारबाही गर्ने भए पनि सरकारले अहिलेसम्म कारबाही प्रक्रिया अगाडि नबढाएको उनको भनाइरहेको छ। उनले ठूला भ्रष्टाचारी र भ्रष्टाचारका ठूला काण्डहरू छानबिनको लागि प्रक्रिया अगाडि बढाउन दबाव दिन सुझाव दिएका छन्। पूर्व प्रधानमन्त्री भट्टराई गत भदौ 23 गतेको आन्दोलनको क्रममा भएका गोली प्रहारको पनि निष्पक्ष रूपमा छानबिनका लागि दबाव बढाउन आग्रह गरेका छन्। उनले छानबिनका लागि समिति बने पनि दोषीलाई कारबाही गर्न ढिलो भएको बताएका छन्। उनले यसले गर्दा प्रमाण नष्ट हुने र दोषी उम्कने दावी गरेका छन्। निर्वाचन गर्न पनि सरकारलाई दबाव दिनुपर्ने उनको भनाइरहेको छ। निर्वाचन नभएमा संविधान असफल हुने उनले बताएका छन्। संविधानलाई असफल बनाउन केही तत्त्वहरू सक्रिय भएको पनि उनको भनाइरहेको छ।